हेलो दर्शकबिन, अब चाहिँ नि हामी एकदम पकाइसक्यो हैन। मासुहरू अचार छ अनि सबैजनालाई हैन, सबैजनालाई चाहिँ भाग लाएर यसरी चाहिँ नि दिएको छौं हैन। छोरीहरू, छोरा छोरी, भाइ बहिनी सबैजनालाई यसरी मिलाएर के यसरी दिएको छौं। भुजा र मासु हैन, राम्रोसँग 1 घण्टासम्म पकाएर अनि खाइरहेछन् बहिनीहरूले, छोरीहरूले। सबैजनाले यसरी मिलाएर खाने हो। हाम्रो यहाँ माइला बुवा हो, यताबाट सुमन, अनिस भाइ, अब यताबाट निश्चल भतिज हैन, सबैजनाले किरे अनि समीर, सुजन, के अरे यताबाट रबिन, रोजन अनि यताबाटको अर्जुन है। अब यहाँ छ है, यहाँ अचार छ, मासु छ, यहाँ ऊ छ। अब यताबाट आउनु पर्यो नि त। निरञ्जन भाइले अब यहाँ भयो। अब भोटेको बहिनी भयो हैन। यताबाट अब निरञ्जनको बुढी हैन भर्खरै लिएर आएको मेरो भाइले। अब यताबाट आयन कुमाल हो। अब के अरे एन्जल कुमाल, ऋतिक कुमाल, ऋतु कुमाल, ऋतिक कुमाल, गुराज चेपाङ, निर्जला कुमाल, यताबाट हाम्रो रुपी कुमाल, यताबाट हाम्रो के अरे परीक्षा कुमाल, बाटुलीको नाम के अरे मैले त सुनिता कुमाल, उसको नाम चाहिँ थाहा छैन, सानोमा चाहिँ बाटुली भनेको मैले। सल्लु कुमाल, पवित्र, यताबाट दिपेश कुमाल हैन। सबै हामी कुमाल हो हैन। गोर्खा च्याङ्ली मजुवा पालुन्टा नगरपालिका 7 बाट आज चाहिँ यस्तो भिडियो बनाइरहेको अवस्था भन्नुपर्छ हैन। टट्ट लाएर अब म चाहिँ नि ऋषि बहादुर कुमाल हो। मेरो फेस चाहिँ लास्टमा देख्नुहुन्छ तपाईहरुले हैन। सबैले थाहा छ। ल बिस्तारी खाने है। अब चिसो चाहिँ ल्याइएन, एकदम चिसो महिना भएको कारणले गर्दाखेरि चिसो ल्याइएन। पानी, भुजा र अनि के अरे यो ब्रोइलर कुखुराको मासु हामीले पकाएर त्यहाँनिर पकाएको हो। तपाईहरुले देख्न सक्नुहुनेछ। यो चाहिँ नि हाम्रो यहाँ माथि यो डाँडामा चाहिँ यसरी खाएको अवस्था भन्नुपर्छ। यो वन जङ्गलको छेउमा हैन। यो चाहिँ नि हाम्रो राजन काका है। राजन काका हो। अब भान्से हो उहाँ चाहिँ नि। उहाँले पकाउनु भएको एकदम दामी पकाउनुहुन्छ। यदि तपाईहरुलाई पनि पकाउने किचन के अरे कुक भने पनि, चिफ भने पनि, जे भने पनि उहाँ नै हुनुहुन्छ। यदि चाहियो भने सम्पर्क गर्नु होला। यस्तो मिठो नानीहरु बाबुहरु कस्तो पकाछ? मिठो छ हैन? एकदम मिठो। कुकम्यान यता हो। सेकेन्ड कुकम्यान, फर्स्ट कुकम्यान उता। ल मैले यहाँ सोध्छु है छोरीहरुलाई, कस्तो पकाछ मासुहरु? मिठो छ। नानी कस्तो छ? अनि कस्तो छ भन्दै त? मिठो छ। मिठो छ है। अचार कस्तो छ भन त? अचार बब्बाल छ। बब्बाल छ। ओके ल। अचार बनाउने मान्छेले त देखाउनु न, देखाउनु पर्दैन त। ए अचार बनाउने उहाँ नै हो। हाम्रो निरञ्जन भाइले के बनाएको अरे तिमीले? अमलेट बनाउने उहाँ नै हो। अमलेट बनाउँछ 9 महिनापछि रिजल्ट आउँछ। ल ओके।